ल साथीहरु नमस्कार, म सन्तोष दाई। यति बेला चाहिँ म अहिले नेपालमै छु। अहिले गाउँघरमा मकै बाँदरले खान्छ भनेर ठक्क खुर्सानीहरु लाउन अकबरे खुर्सानीहरु लाउन चाहिँ सुरु गरेका छन् सबैजनाले गाउँघरमा। यो के रे सिजिल लान्छ हैन? हजुर हजुर। के को लागि? त्यही चाउचाउमा हाल्ने अफवारे चाउचाउको लागि। चाउचाउ मिसाउनलाई यो खुर्सानी चाहिँ एकदमै जहाँसुकै के तल माथि वारिपारी हैन। यो चाहिँ देखिने हार्थक बजार हो अगाडि। यो डुम्रिका हैन? हजुर। यो चाहिँ डुम्रिका भन्छ यो ठाउँलाई। अनि एउटा बारीमा हजुर कति जति राम्रो फल्यो भने कति जति आम्दानी हुन्छ? अब यतिमा यो 1.5 रोपनी होला के रे। 1.5 रोपनीमा राम्रोसित कति 3-4 हजार। यहाँ त होला 2025 बेर्ना होला। राम्रो भयो नि 1.5-2 लाखसम्म हुन्छ एउटा बारीको हैन? हजुर। कति यतिमा कति रोपनी होला? यतिमा 1.5 रोपनी होला। 1.5 रोपनी हैन एउटा। यता चाहिँ मकै छर्माले चाहिँ हाम्रो अंकलहरुको घर हो, हजुरबुवाको बारी। माथि टावर पनि छ अनि तल जाम्नु। तल पनि लगाउनु भएको छ। यो चाहिँ तल फेरि काँक्रा हैन? हजुर। यो आधा रोपनीमा काँक्रा हो। आधा रोपनी काँक्रा। यो चाहिँ हाम्रो मिनबहादुर सुन्दौली मेरो मामाको छोरा, उहाँको छोरा फेरि उहाँले लगाउनु भएको उहाँको बारीहरु थुप्रो छन्। कति बोट छ अरे यहाँ तल सबै? अब हाम्रो यो जना त 14-15 हजार गर्ने। अब 8-10 हजार समथिङ लगाइसकेको छौँ। अब 4-5 हजार फेरि बेर्ना। अब घरको ब्याडले पुगेन, अब फेरि किनेर लगाउने भन्नेमा हो। यो प्लास्टिक बिछाउनुको कारण के? प्लास्टिक बिछाउनुको कारण त के भन्दाखेरि अब झारहरू पलाउँदैन, भित्र आउँदैन। यहाँ आए पनि त्यति खासै बेर्नालाई चाहिँ असर पुग्दैन। असर पर्दैन, तापस भएन भनौँ न। तापस भएन अनि त्यसपछि हुर्किने भयो, राम्रोसँग खिलेर बढ्छ हैन त। हजुर हजुर। अनि अर्को ठाउँमा उता पनि हेरौँ न, तल पनि तयारी हुँदैछ है। हजुर। यो पोहोर सालको बुट्टा है यो? अब यसलाई चाहिँ पानी आएर सटसट जोतेर आधा रोपनी जति होला त्यसमा चाहिँ फेरि खेती गर्ने फेरि। यो असम फल्छ यो भर फुल फुल्दै रहेछ। यसलाई सट्ट फाल्दिएर फेरि खेती गर्ने फेरि। ए तल पनि यो फेरि अर्कै हो। यता सबै अहिले भनेको पाल्पा रिग्दीकोट गाउँपालिकामा हरेक घर कसैले अकबरे खुर्सानीको चाहिँ खेती गरेको छन्। किनभने अलि सिजी कम्पनी चौधरी ग्रुपले चाहिँ एकदम राम्रो गरेको रहेछ। यो कति रुपैयाँ किलो जान्छ यो गाउँघरबाट? पोहोर साल त 220 रुपियाँ तोकिएको थियो पालिकाले। त्यो बढेको थियो घटेको थिएन। अब पनि त्यही जो रेट भन्ने कुरो भइरहेको छ, 220 रुपियाँ प्रति केजी। त्यही बढ्छ होला तर घट्न चाहिँ घट्दैन होला। यो हाम्रो पाल्पा भैरवस्थान भनिन्छ उहाँले, चर्चित एकदम मन्दिर। धेरै टाढा टाढाबाट पूजा लिएर आउनुहुन्छ। यो पूर्णकोटको डाँडा हो। यो तानसिनदेखि आउने बाटो, यो तमघास जाने हाइवे। तमघास यता पर्छ। मकै चाहिँ बाँदरले रहन दिँदैन। सबै खुर्सानी खेतीहरू देख्न सक्नुहुन्छ। पारी पनि पारीहरू हाम्रो गाउँतिर त्यो तल सबैले चाहिँ अकबरे खुर्सानी लगाउँदै हुनुहुन्छ। ल खुर्सानी चाहियो भने अब आउने कति महिना? अब 2-3 महिनामा रेडी हुन्छ। 2-3 महिना भनेपछि अहिले कुन महिना अरे? जेठ असार साउन भदौतिर पाइन्छ। भदौतिर त्यति त्यसो अकबरे खुर्सानी चाहियो भने। यो दबाई पनि हुन्छ एउटा हैन? ग्यास्ट्रिकको लागि एकदम राम्रो दबाईहरू हुन्छ। पहाडी अकबरेमा र तराईकोमा धेरै फरक पर्छ। पिरो अति नै हुन्छ। फेरि सम्पर्क गर्नु होला चाहिएमा है। ल धन्यवाद।
सबैजनालाई भिडियोलाई सेयर गरिदिनु होला।